नमस्कार। आज प्रगतिका कुरा गरौँ। तपाईं जहाँ हुनुहुन्छ त्यहाँबाट नजिकको पहाडलाई हेर्नुहोस् त, त्यो पहाडले आकाश छोएको जस्तो देखिन्छ। तपाईं त्यो पहाडसम्म पुग्नुभयो भने त्यहाँबाट अर्को पहाड देख्नुहुनेछ जसले आकाश छोएको जस्तो देखिनेछ। फेरि त्यो पहाडमा पनि पुग्नुभयो भने त्यहाँबाट पनि फेरि अर्को पहाड देखिनेछ जसले आकाश छोएकै जस्तो देखिनेछ। हाम्रो जीवन पनि यस्तै हो। तपाईको नजिकको व्यक्तिले गजबको प्रगति गरेको जस्तो तपाईलाई लाग्न सक्छ। कुनै दिन त्यो व्यक्ति भएको ठाउँमा तपाईं पुग्नुभयो भने फेरि तपाईले अर्को व्यक्ति देख्नुहुनेछ जसले आकाशै छोएको जस्तो अथवा उधुम प्रगति गरेको जस्तो देख्नुहुनेछ। त्यहाँ पुग्नुभयो भने एक दिन फेरि तपाईले अर्को पात्र त्यस्तै देख्नुहुनेछ, उधुम प्रगति गरेको, गजबको प्रगति गरेको अथवा भनौं आकाशै छोएको। हेर्नुस्, तपाई जति अग्लो भए पनि, तपाई जति होचो भए पनि तपाईले आकाश छुनु भएको छ र तपाईका खुट्टाले धरती टेकेका छन्। आकाशै खस्ताको दिन यहाँ सबै मान्छे मिचिनेछन् अथवा आकाशले छोप्नेछ। धरती भासिएको दिन यहाँ सबै मान्छेहरू भासिनेछन्। त्यसैले तपाई जहाँ भए पनि तपाईले पनि आकाशै छुनु भएको छ, तपाईले पनि धरती नै टेक्नु भएको छ। यही हो तपाईको प्रगति। आज जे छ त्यो उधुमको प्रगति हो। आज जे छुनु भएको छ तपाईले आकाशै छुनु भएको छ। आज जहाँ टेक्नु भएको छ तपाईले धरती नै टेक्नु भएको छ। फेरि दोहोर्याउँछु, धरती भासिँदा तपाई जस्तै सबै भासिन्छन्, आकाश खस्दा तपाई जस्तै सबै माथि खस्छ। नमस्ते।